सबै हात्तीहरू जङ्गलमा हात्तीहरू हात्ती आउँछ उसै त हाम्रो घरतिर चाहिँ हप्तादेखि छिर्दैन हाम्रो पनि बजारमा लगभग घरिघरि मान्छेले पुरै यो के अरे जङ्गलभित्र आफ्नै चाहिँ खेतीपाती पुरै गराएर है बस्ती यो के सामुदायिक बनाऊ कि निकुञ्ज जस्तो हो यो सामुदायिक हो उनीहरूले सामुदायिक वनलाई वार्षिक रूपमा कर तिर्छ यिनीहरूले तिर्दैन यिनीहरूले अब तिर्दैन है है सामुदायिक वन पुरै बारिस जग्गा राम्रो रहेछ सुपारीको बोटहरू वन अफिस जाने त हो वन अफिस यहाँको सामुदायिक वनको यो सुपारीहरू यिनीहरू चाहिँ सामुदायिक वनले पनि आम्दानी लिन्छ कि यो सबै आफ्नो है सामुदायिक वनको के अरे ऊ चाहिँ जङ्गल मात्रै हो नीति त जहाँ पनि एउटै हो नि अब सामुदायिक वनको यो त अब हटाउनु पनि सक्दैन यो काठहरू चाहिँ सामुदायिक वनले अब वितरण गर्ने काठहरू चाहिँ यिनीहरू नै हो हामी सामुदायिक वनको अफिसभित्र छिर्दैछौँ यो चाहिँ क्युफोरको हिसाबले बेच्छ यिनीहरू चाहिँ हो यो सखुवाको 3 पुस्तासम्म केस लाग्छ
उपभोक्तालाई अब यो निःशुल्क रूपमा दिने सबै। यो त जस्तै तपाईँको हाम्रो घरमा हामीले रोपेको छ भने पनि आफ्नो हिसाबले आफ्नो नम्बरी जग्गामा छ भने पनि काट्न पाउँदैन। यो साल सिसो यो उसहरू सखा यो उसहरू भनेको चाहिँ सिसोभन्दा तगडा यो सखुवा हो कि सखुवा। पानीले पनि किन्दैन के पनि हुँदैन। यो काठमा चाहिँ हाम्रो पिसिङको काठभन्दा नि खतरा हुन्छ क्या यो त तपाईँको